यो भिडियो चाहिँ स्क्रोल नगर्नुहोस् है, सक्दो सेयर गर्नुहोस्। यो अत्यन्तै जानकारीमूलक हुनसक्छ। सुनचरीको बराज क्षेत्र धाम जहाँ चाहिँ मन्दिर छ, त्यहाँ चाहिँ धेरैजना व्यक्तिहरू टाढा टाढादेखि दर्शन गर्न आउनुहुन्छ र आसपास क्षेत्रको मान्छेहरू पनि धेरैजना आउनुहुन्छ। त्यहाँ चाहिँ पितृकार्य अथवा श्राद्धहरू गर्न पनि त्यहाँ चाहिँ श्राद्ध गर्न पनि आउनुहुन्छ। तर त्यहाँनिर एउटा यस्तो ठाउँ छ जुन ठाउँलाई चाहिँ मान्छेहरूले एकदमै हल्का रूपमा लिएको छ, जुन चाहिँ कोका र कोसीको दोभान छ। त्यहाँनिर चाहिँ नुहाउने चलन छ अथवा त्यहाँ चाहिँ डुबुल्की लाउने चलन छ। तर त्यहाँ जाँदा अथवा त्यहाँ पुग्दाखेरि चाहिँ अकेला चाहिँ कोही पनि नजानुहोस्, जहाँ चाहिँ त्यहाँ डुङ्गा पनि पार्किङ गरेर राखेको हुन्छ। त्यस्तै गरेर जो मान्छेहरू आफ्नो बालबच्चाहरू पनि छन् भने बालबच्चाहरूलाई पनि त्यहाँनिर पानी देखेर रहरले त्यहाँ छेउछेउमा जान नदिनुहोस्, किनभने त्यहाँनिर त्यो जुन बगर छ अथवा त्यहाँनिर जुन किनार छ त्यहाँ चाहिँ हेर्दा सामान्य देखिए पनि त्यहाँनिर अत्यन्तै जोखिमपूर्ण छ। त्यो चाहिँ त्यहाँनिर केसम्म मैले भिडियो त कैद गर्न सकिनँ, तर मैले आँखाले चाहिँ के देखेको छु भन्दा केही दिन अगाडि म त्यहाँ महत्त्वपूर्ण कामले त्यहाँ पुगेको बेलामा मैले आफ्नै आँखाले के देखेको छु भने त्यहाँनिर अरू धेरैजना हुनुहुन्थ्यो। त्यहाँ एकजना नानी पनि त्यसरी नै पानीमा खेल्दै थियो कोका साइडको। तर त्यो कोका साइडको पानी सानो भएकोले खेल्दै थियो, तर अलिकति तल कोसीको उसमा पुगिसकेपछि कोसीपट्टिबाट पानीले तान्यो उसलाई। तानिसकेपछि ऊ 81 कोसीको पानीले तान्ने बित्तिकै डुबिहाल्ने बित्तिकै उसले चाहिँ पानी खाइहाल्यो। पानी खाने बित्तिकै झन्न त्यहाँनिर अर्को एकजना व्यक्ति नुहाउँदै हुनुहुँदो रहेछ। उहाँले च्याप्पै समाउन भेट्नुभयो उहाँलाई र समाएर तान्दाखेरि चाहिँ उहाँले पानी खाइसक्नु भएको थियो। त्यो सानो नानीले लगभग 12-13 वर्षको हुनुहुन्थ्यो होला। भनेपछि अरूले पनि त्यहाँ वास्ता गर्नु भएको थिएन, त्यहाँ खेलिराखेको छ किनारमा भनेर। तर त्यो कति जोखिमपूर्ण छ। जो कोही पनि यदि त्यहाँनिर नुहाउन जानुहुन्छ अथवा यसो पानी लिन जानुहुन्छ अथवा पानीमा अलिकति यसो हातखुट्टा धुन जान्छु भनेर त्यो छेउमा नजानु होला, किनभने कोसीको यति धेरै बलपूर्ण पानी छ त्यहाँको। हेर्दा सामान्य सानोदेखि पनि अत्यन्तै शक्तिशाली पानीको त्यहाँनिर बहाव हुन्छ। त्यस्तै गरेर त्यहाँनिर चाहिँ बलुवाहरू अत्यन्तै भासिने हुन्छ र किनारमा पनि अत्यन्तै त्यो चाहिँ डेन्जर छ। त्यही भएर त्यहाँ कोही पनि त्यहाँ एक्लै नजानुहोस् अथवा त्यहाँनिर हेलचेक्राइ नगर्नु होला, नत्र भने त्यहाँ चाहिँ आफ्नो जीव ज्यानकै क्षति हुनसक्छ, त्यस्तो डेन्जर छ। त्यही भएर यो कुरा चाहिँ सबैले जानकारी राख्नु होला। त्यहाँ दर्शन गर्न जाने या त्यहाँ कुनै पनि पितृकार्य गर्न जानेहरूले चाहिँ यो कुराहरू एकदमै ध्यान दिनु होला भनेर यो एउटा सचेतनामूलक भिडियो बनाएको छु। सबैजनालाई थ्याङ्क यू, धन्यवाद।